म भाउ ल्याउनु चाहिँ आफ्नो गाउँको सबै भ्याउनु चाहिँ लिची सबै एउटा पनि छैन हो सब हाम्रो खाना आउनु आएला क्या म त दिन्न यो त राम्रो राम्रो चाहिँ त्यो सबै लुगाउँछु तर माग्ने हो आएर आउनु भने होइन बटुलेर खसीको सब टिपेर जम्मा गरेर राख्यो चाहिँ हिँडिदिने अरू सबै हिँड्दा म किनभने सब हेर्नु सबै खसेर जाने कि जम्मै चराहरू कि खाइदिएर जम्मै केटाकेटी चाहिँ तिम्रो रहेछ भाइ हाम्रो त भ्याइएर त यो के गरेर भ्याउ न त्यत्रो थियो लिची त कति हुन्छ मैले छैन न अब यिनै हुन्छ यिनी टिपेन पनि अब टिपेर दिने हो कि अब कसैलाई बाँड्ने यही खानु यिनी झन् मिठा हुन्छ है र यही खाने रस हेर्नु कति मिठो हुन्छ रस चाहिँ राता त दिन परेन यही खाने क्या अरूलाई बाँडेपछि दिनुला कसैलाई बाँडेको दिन मान्नु खण्ड यही खाइरहेको दादा बोल्दै खण्ड यही खाइरहेको दादा बोल्दै राजा टिपेन पछि सबै ल्याएर एउटा राख्ने यहाँ घाँस के भन्यो हजुर केही नि भने छैन खानु भयो यिनै खानु क्या मिठा छैन नि ल्याउ न 2-3टा कति छुची भयो कति मिठो है यस्तो रस तिमी फेरि केलाई नखाइ बसेछौ त खाऊ न तिमीले खाइखो के बैलेर खाउनु त म त टिप्न सक्दिनँ चढ्न नि सक्दिनँ दिदी नै हुनुहुन्न अहिले दिदी आएपछि पहिला अरूलाई दिन पऱ्यो के अरे आफन्तीलाई दिन परेन र आफूले सबैलाई दिएर भ्याइसक्नु भयो ल हुन्छ यही खान्छु मिठा खानै खाइरहनु हो त्यस्तै खानु आधा फाल्नु पर्यो है अनि के लुगा खाऊ र झोलामा के लुगा खाऊ र झोलामा ए होइन कि होइन कि यहाँ त केही नि छैन यस्ता राम्रा लुगा र मलाई त त्यस्तो सुकेको दिँदैन सब ल्याइदिनु भयो छुची हुने रहेछ म त रिस उठ्यो अहिले